सप्तविंशोऽध्याय। स्कन्द भन्नुहुन्छ, हे अगस्त्य मुनि, डोलेहरूले चन्द्रावती विश्राम भएको ठाउँमा आएर, हे महारानी, स्वर्गका अप्सराहरूले श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देख्यौँ। उनीहरूको साथ हामीले पनि पूजा गर्न लाग्यौँ र विलम्ब भयो, क्षमा पाऊँ। हजुरलाई पनि श्री स्वस्थानीको प्रसाद ल्याएका छौँ, दिनुहोस् भनी डोलेहरूले भनेको सुनि चन्द्रावती क्रोधित भई राता राता आँखा गरी दारा किटी नागिनीको सुस्केरा दिन सुस्केरा हाली रिसाएको हात्ती झैँ चित्कार गर्दै, हे दुष्ट डोलेहरू हो, मलाई यस्ता वनमा एक्लै छाडी व्रत गर्न लाग्यो। सेवकको धर्म यही हो। त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि? मैले त स्वस्थानी भनेको सुनेको पनि छैन। त्यो कहाँ कि देवता हो, के गर्न सक्छे? तिमीहरूले मलाई अटेर गर्यौ, अपराधी रहेछौ। वनमा भएर पो, नत्र ठुलो सजाय तिमीहरूलाई दिन्थे। स्वामी नवराज कहाँ चाँडै पुगुली भनी आएकी मलाई ढिलो गरेर अपराध गर्यो भनी डोलेहरूका हातबाट प्रसाद खोसी मुखले थु थु गरी थुकी गोडाले कुल्ची फालिदिन्। अब पनि यसै गरौला, चाँडै लैजाऊ भनिन्। तब डोलेहरूले डराई आँखादेखि आँसु खसाली केही भन्न नसकी मनले श्री स्वस्थानी परमेश्वरलाई सम्झी चुपचाप पालक बोकी अगाडि बढे। चन्द्रावती बाटोमा छिटो छिटो हिँड भनी हप्काउँदै गर्दा डोलेहरूले डराई डराई हिँड्न थाले। बाटोमा शाली नदी तर्दै गर्दा नदीको बिचमा पुग्दा श्री स्वस्थानी परमेश्वरलाई निन्दा गरेको पापले अचानक कालो बादलले आकाश ढाकी मुसलधारे पानी पर्न थाल्यो। ठुलो आँधी बेरी र बिजुली चम्की मेघ गर्ज्यो। यस भयङ्कर विपत्तिमा पनि चन्द्रावती र डोले समेत पुलबाट नदीमा खसे। त्यस नदीमा परेका डोलेहरू श्री स्वस्थानी परमेश्वरीका व्रतको प्रभावले मोक्ष भई कैलाशमा शिवगणको गणका रूपमा लीन भई आनन्दले रहे। चन्द्रावती चाहिँ स्वस्थानीको निन्दा गरेकीले शाली नदीमा परिन्। जुन दिनदेखि चन्द्रावती नदीमा परि त्यस दिनदेखि नदी बग्न छोडेर स्थिर परिन्। त्यो नदी पहिले कहिल्यै यस्तो नभएको र पवित्र रहेको निर्मल जलले तीर्थको रूपमा सबैले स्नान गर्ने गर्दथे। त्यस्तो नदीको अवस्थादेखि सबै मानिस आश्चर्यमा परेर भन्न थाले, यहाँ यस्तो घटना पहिले कहिल्यै भएको थिएन। नदी किनारमा जम्मा भई माझीहरूले जाल हाल्दा मुडो जस्तो अजीब वस्तु फेला पर्यो। त्यो चन्द्रावती नै रहिछिन्। त्यो नदीमा कहिले मूर्छा त कहिले होसमा आउँदै गरेकी चन्द्रावतीलाई कसैले चिन्नै सकेनन्। चन्द्रावती निकालेपछि नदी पहिले जस्तै सहज रूपमा बग्न थालिन्। नवराज राजा कहाँ शाली नदी बग्न थालेको खबर पनि पुग्यो। त्यसपछि चन्द्रावती कस्ती भइरहन् भने क्षणमा बिउतनिएर क्षणमा बेहोस र भोकले र तिर्खाले गर्दा महाकष्ट भई मुडो लडेजन शाली नदीका किनारमा धेरै कालसम्म रहिन्। भोक प्यासले गर्दा खानको लागि हातमा माटो लिँदा त्यो पनि ढुङ्गा भयो र त्यो पनि खाउँ भन्दा हाड भयो। त्यो पनि खाउँ भन्दा खरानी भयो। खरानी पनि खाउँ भन्दा त्यसै अवस्थामा अचानक हुरी आयो र उडाइ लग्यो। श्री स्वस्थानी परमेश्वरीको निन्दा गर्नाले भोक प्यासबाट दुःख सहिरहिन्। केही पछि नवराज राजाले आफ्नो राज्यमा भएका ब्राह्मणलाई भोजनका लागि निमन्त्रणा पठाए। राजाका निम्तामा नवलपुरका कपिल गाउँ गरेका दाजु र भाइ ब्राह्मणहरू दरबारमा जाँदै थिए। ती दुई ब्राह्मणलाई बाटोमा चन्द्रावती देखिन् र तिमी को हो, कहाँबाट आयो भनी सोधिन्। ब्राह्मणहरू भन्दछन्, हामी कपिल गाउँका दुई ब्राह्मण बटु हौँ। लाउना देशका प्रतापी राजाले ब्राह्मण भोजका लागि निम्ता गरेकाले त्यो निम्ता स्वीकार गरी आएका हौँ भन्दा चन्द्रावती भन्छन्, हे ब्राह्मण हो, धेरै दिन भयो मैले केही खाएको छैन। तिमीहरू भोजनमा गए मलाई पनि केही मागी ल्याइदिए तिमीहरूलाई पुण्य होला, म दुखीलाई दया दृष्टि देऊ। तब ब्राह्मणहरू भन्छन्, हे पापिनी, अहिले हामी यसै भन्न सक्दैनौँ, किनभने राजाको दरबारमा के कसो हुन्छ। हामीले ल्याउन मिल्ने सामान दिए त ल्याउने, नमिल्ने वस्तु दिए कसरी ल्याउने? आशा गर तर भर नपर। त्यति कुरा भएपछि ब्राह्मणहरू निम्ता मान्न दरबारतिर लागे। दरबारमा पुगेपछि नवराज राजाले सम्पूर्ण ब्राह्मणलाई आदर सत्कार गरी भोजन गराई दक्षिणा दिए। भोजन गराएपछि अरू ब्राह्मणहरू राजा नवराजलाई आशीर्वाद दिए र आफ्नो घरतिर लागे। तर नवलपुरका दुई कपिल ब्राह्मण बटुले बाटामा भेटेकी कुष्ठरोगीको कुरा सम्झी त्यसै रितो हात फर्काउँ भने त्यस पापिनीले आश गरी होली भनी केही भन्न नसकी प्रतीक्षामा यताउति गर्दै थिए। ती ब्राह्मणको चालमाला गोमाले देखिन् त भण्डारेहरूलाई डाकी सोधिन्, हे भण्डारे हो, ती ब्राह्मणलाई के कुराको खाँचो छ? पर्याप्त भोजन नभएर भोकै छन् कि? तिनीहरूसँग बुझ भन्दा भण्डारेले हवस् भनी ती दुई ब्राह्मणसँग सोधे, हे ब्राह्मण बटु हो, तिमीहरू भोकै छौ कि भोजन पर्याप्त नभएर हो कि? भन्दा ब्राह्मण बटु भन्छन्, हे भण्डारे, महाराजका कृपाले हामीले इच्छापूर्वक भोजन गऱ्यौँ, सन्तुष्ट छौँ। बरु
बाटोमा आउँदा साली नदीका तीरमा कुष्ठरोगी हात पाउ खस्की एउटी स्त्रीले हामीलाई कहाँ जान लागेका हौ भनी सोधी। हामीले राजाको निमन्त्रणामा ब्राह्मण भोजन जान लागेका भन्यौँ। भोजनमा जाने भए मलाई पनि केही ल्याइदेऊ, आफू 5 दिनसम्म भोकै भएकी भनेकी थिइन्। त्यो आइमाई हाम्रो प्रतीक्षामा होली, केही लगिदिउँ भने कसरी भनौँ भनेर दुविधामा परेका छौँ। ब्राह्मणले भनेको सबै कुरा भण्डारीले राजमाता गोमा कहाँ भन्दा गोमाले लिएर जान सक्ने जति देऊ भनी अराइन्। भण्डारीले हवस भनी तब भण्डारी पनि ब्राह्मणलाई दिनको लागि खाद्य सामग्री लिन भण्डारमा पसे। भण्डारमा राखेका वस्तु केही पाएनन्। राजाका भण्डार नै सुकी गयो। राखेको ठाउँमा कहीँ केही छैन, के दिउँ भनी राजमाता कहाँ निवेदन गरे। ब्राह्मणहरू भोजन गरी आएर, हे पापिनी, तेरो निम्ति हामीलाई ज्यादै लाज भयो। तेरो कुरा गर्ने बित्तिकै भण्डार सुक्यो। रानीलाई पकाइरहेको भात रहेछ, ल्याइदिएका छौँ भनी टपरीमा भात ल्याइदिए। पापिनी चन्द्रावतीलाई भोक लागेकोले मुख पनि नधोई खान लागेको देखी, हे पापिनी, यस्तो अवस्थामा पनि तँलाई धर्मको विचार आएनछ। तेरो अवस्थादेखि हामीलाई अति करुणा भयो। मुख धोई खा, श्री स्वस्थानीको व्रत गर, सम्पूर्ण पाप नाश होला भनेर ब्राह्मण घरतिर गए। ब्राह्मणहरू त्यहाँबाट गएपछि मुख धुन साली नदीमा जाँदा साली नदीको पानी सुक्दै गयो। त्योदेखि नदी माथि आई मुख नुहाउँदै खाउँ भन्दा त्यो खरानी भयो। खरानी पनि खाउँ भन्दा ठुलो हुरी आई उडायो। तब नाना तरले रोई, जाडो गर्मी भोक प्यास सहेरे महा दुःखका साथ चन्द्रावतीले धेरै दिन बिते। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर व्रत कथाय ब्राह्मण भोजनम नाम सप्तविंशोऽध्याय।